आज विक्रम सम्वत 2083 साल असारको 15 गते धन दिवसका दिनमै हाम्रा भान्जा युवराज पाण्डेको जन्मदिन परेकोले भान्जाको सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। निरोगी, कीर्तिवान, दीर्घायु, चिरञ्जीवी कुलको उद्धार गर्ने क्षमता हाम्रा भान्जा बाबुलाई भगवान नारायणले प्रदान गरून् भन्दै जन्मदिनको शुभकामना व्यक्त गर्दछु। जय श्री मुक्त। ल जन्मदिनको शुभकामना। आज भान्जा बाबुको जन्मदिन मामा घरमा मनाइयो। ल ल आमा यसो बस्नुहोस् त ल ल जन्मदिनको धेरै धेरै शुभकामना। ल अब मन्जुले ल जन्मदिनको भन्जालाई ल छिरी अलि बाबुको आज जन्मदिन परेकोले सुस्वास्थ्य दीर्घायु होस्, निरोगी कीर्तिवान होस्, दीर्घायु पूर्ण आयु होस्, कुलको उद्धार गर्ने क्षमता भगवान नारायणले है। कुण्डलीमा त राजयोगै राजयोग छन्, तर डाक्टर भनेर दिन दुखीको सेवा गर्नु होला भन्ने मेरो चाहना छ। जय श्री मुक्तिनाथ। राधे राधे मेरो भन्जालाई अहिले पनि टाउको नदुखोस्, विद्वान हुनु। जय श्री मुक्तिनाथ। राधे 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 राधे। ल हाम्रा उता हेर्नुहोस् त अन्त ल भान्जी पनि सँगै हानुलाई नि ल ल अब ल भाइ सूर्य विनायक पराजुले दाई युवराज अब ढोक गर्ने दुईटै खुट्टा गर त नमस्कार गर। ल यता हामी यहाँ बस। ल ल दाजुभाइ ल कालु ल जन्मदिनको शुभकामनाको पावन अवसरमा ल जन्मदिनको शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना। जय श्री मुक्तिनाथ। राधे राधे। ल ठुलो मान्छे ज्ञानी हुनु होइन भनेको मान्नु। आजको जन्मदिनदेखि अलिकति परिवर्तन चाहियो है। अब अलिकति ज्ञानी हुने, रेस्पेक्ट गर्ने बाबा मम्मीलाई है, दुःख नहुने, है ज्ञानी हुने। आजको दिनदेखि अब हामीलाई सबैलाई राम्रो हुन्छ है। तिमीलाई अब के दिन्छ नि, तिमीलाई किन दिउँला है? हुन्छ नि तिमीलाई किन दिउँला ल ल भदेखि सबै लौ तिमीलाई अहिले पछि खर्च के दिन्छ है। अहिले अहिले 5 सेकेन्ड नोट नलागिदिन्छ। ल नारायण ल ज्ञानी भयो अनुशासन भयो होइन। म नमस्कार गरौँ नमस्कार नारायण 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 प्रभु। जय श्री मुक्तिनाथ। राधे राधे। मैले बाबु बाबालाई दर्शन